नमस्कार दर्शकबिन, पोखराबाट जस्ट 4-5 किलोमिटरमा पर्ने अस्तामको साँदी भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ एकजना विदेशी दाताले यसको संरचनाको बनाइदिनु भएको रहेछ यो ठाउँलाई पर्यटकको लागि। यो पञ्चे बाजा र यहाँ यो ठुला बाजा यहाँ नर्सिङ पनि देख्यौँ। यो सबभन्दा ठुलो कुरो यो बज्ने रहेछ है। अब हाम्रो यहाँको स्थानीय हुनुहुन्छ मोतीलाल, उहाँले बजाउने प्रयास गर्नुहुन्छ। भाइ यो बजाउँदा कस्तो बज्छ यो? लानुहोस्। लानुहोस् दर्शकबिन, यो बजेको पनि चाहिँ छ र अन्य भाषाहरू जस्तो अब यो तपाईँले देख्नुहोस् दमा तल, यहाँ पनि दमा, यो चाहिँ झ्याली हो। ऊ तल चाहिँ सहना चाहिँ छ। एकदमै यो नेपालको पहिलो यसरी आफ्नो पञ्चे बाजालाई संरक्षण गर्नुपर्छ भन्ने यसले एउटा सन्देश चाहिँ दिएको चाहिँ छ। अहिले विदेशी ब्यान्ड बाजाहरू होइन, हामीले यो बाजालाई प्राथमिकता दिनुपर्छ। हाम्रो यो पहिलो बाजे बराजुदेखि नै बजेको यसको यो मौलिक यसको बाजालाई दिउँ र विदेशी ब्यान्ड बाजालाई हामीले चाहिँ बाइस गरौँ है। ल अनि यहाँ नजिकै चाहिँ छ, तपाईँहरू आएर यहाँ घुम्न फिरेर हेर्न चाहिँ सक्नुहुन्छ। हस्।